आसाम राज्यको सबैभन्दा लामो पुल 3.5 किलोमिटर लामो पुल यो आसाम राज्यको तेजपुरमा पर्ने रहेछ है। यो पारिपट्टि हामी बहिनीको घर जाँदैछौँ, फुपूको छोरीको घर जाँदैछौँ। त्यहाँ खाना खान बोलाएको छे वारीपट्टिबाट जाने हो, त्यो पल्लोपट्टि पारिपट्टिबाट आउने भन्दै बनेको रहेछ पुल। दुईवटा रहेछ नयाँ र पुरानो, ठ्याक्कै 3.5 किलोमिटरको पुल रहेछ। यति राम्रो, यति आकाश सुन्दर सफा चट्ट मनमोहक दृश्य छ है। पानी टन्नै छ, कति राम्रो, कति आनन्द। हामी त यसपालि त यो पुलमा 2-3 चोटि उद्धार गरियो, तर साह्रै मजा, साह्रै आनन्द, कस्तो मजाले सरर गइरहेको छ। यति राम्रो भ्यू पनि है, टाइम पास भएको 3.5 किलोमिटर गएको पनि पत्तै नपाएको क्या। यति राम्रो भ्यू, मनमोहक दृश्य है। आसाम राज्यको सबैभन्दा लामो पुल यो पारिपट्टि त मेरो माइलो मामाको छोराको ससुराली पनि छ होइन। यो पुल कट्ने बित्तिकै त्यहाँबाट यसो माथितिर मोडिएपछि बहिनीको फुपूको छोरीको घर रहेछ। अनि खाना खान जाँदैछौँ हामी, रमाइलो यात्रासँगै हामी खाना खान जाँदैछौँ। अब बहिनीको घरमा पुग्छौँ। यो पुलको आनन्द लिइरहेको छु, यति मजाले, यति आनन्द। 3.5 किलोमिटरको पुल है, आसाम राज्यको 3.5 किलोमिटर भनेको पनि सानो कुरा त होइन त। आनन्द, त्यो 3.5 किलो बाटो, यस्तो आनन्द, खुल्ला वातावरण, सफा हराभरा सुन्दर शान्त आकाशमा निलो स्काई कलरको आकाशमा सेतो बादल लागिरहेको हेर्दै कति लोभलाग्दो दृश्य। 3.5 किलोमिटरको भिडियो आधी उधी लिँदा नै मेमोरी फुल भएछ। यो आधी लिएर मैले छोडिदिएँ। यति राम्रो हेर्नु न, आकाशतिरको आकाशको सुन्दर दृश्य। आहा, कति राम्रो। आसाम जिल्लाको सबैभन्दा लामो पुल।